के साथीहरू कान्छी र सागर मिलेकै हुन् त? कान्छी र सागर सधैँ यसरी नै खुसी रहने छन् त? हो दर्शकबिन, आशा गौतमको निर्देशनमा कान्छी अफिसियल युट्युब च्यानलबाट दैनिक रूपमा प्रसारणमा आइरहेको कान्छी सिरियल यति बेला झन् चर्चाको विषय बनिरहेको छ। सागरले सबै कुरा पछि थाहा पाउने नै छन्। त्यो अपराधी जेलबाट छुटेपछि कान्छीको सबै कर्तव्यहरू उसले खोल्ने नै छ र कान्छीलाई आफ्नो बनाउने तर्फ लाग्ने नै छ। र सागर यति धेरै बुझ्ने मान्छे भए तापनि त्यस्तो हरकत सुनेपछि पक्कै पनि कान्छीलाई स्वीकार्न सक्दैनन् होला। त्यही पनि आशा गरौँ हामी कान्छीलाई स्वीकारुन् र सागर र कान्छी बीच सधैँ राम्रो होस् र उनीहरू हाँसी खुसी अगाडि बढुन् र कान्छीले पनि आफ्नो श्रीमानलाई सधैँ माया गरिरहेकी छिन् र अझै पनि गरिरहेकी छिन्। त्यो अचानक भएको नराम्रो घटनाको रूपमा हो। सागरले पनि यही बुझ्नु पर्यो र उनलाई बचाउन यो सब भएको थियो भनेर सागरले पनि बुझ्नु पर्छ र आउने दिनहरूमा कान्छी र सागर सधैँ खुसी रहन्। हो दर्शकबिन, सबै कुराहरू आउने भागमा पक्कै पनि थाहा पाउने नै छौँ। आज म यति भन्दै बिदा हुन चाहन्छु। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न नबिर्सिनु होला। हस्त, धन्यवाद।